हेलो गुड मर्निङ साथीहरू। आज हामी शुभ बिहानी, आज शनिबारको दिन, आज महाशिवरात्रिको अघिल्लो दिन है। हाम्रो बैंकर साथीहरूसित हामी चाहिँ स्वास्थ्यको ख्याल गर्दै कोटेश्वर जडीबुटीबाट चाहिँ हाम्रो यात्रा सुरु गरेका छौँ। हाम्रो यात्राको क्रममा हुनुहुन्छ हाम्रो योलन सर। हेलो हेलो हेलो, हामी चाहिँ आज साइक्लिङमा गइरहेछौँ होइन। अब यो बाइकमा चढिरहेछ, यो एराले गफ हान्छ खालि साइक्लिङ भनेर बाइकमा गइरहेको जस्तो लाग्छ होला तपाईँहरूलाई। यो बाइकमा चाहिँ हामी साइकल हामीले रेन्ट गरेका छौँ, त्यहाँसम्म जानको लागि चाहिँ बाइकमा जानु लाग्यो हो। अब हाम्रो यात्रा सुरु हुन्छ। हाम्रो यात्रामा के हुन्छ हामी सबै तपाईँहरूलाई बताउँछौँ है। सुनिहाल्नु भयो, हाम्रो एउटा फ्रेन्ड, अर्को फ्रेन्ड हुनुहुन्छ हाम्रो अर्को बैंकर, हाम्रो खतरा बैंकर, उहाँलाई पनि स्वागत गरौँ मेरो ब्लगमा है। के छ हरि सर? हेलो हेलो, गुड मर्निङ स्याटरडे। ल आज चाहिँ हामी आजको हाम्रो यात्रा चाहिँ यहाँ जडीबुटीको जक्सनबाट चाहिँ हामी सबैजना साथीहरू भेला भइरहेछौँ। एक दुईजना साथीहरूलाई हामी पुरिरहेछौँ, उहाँहरू चाहिँ अलिक लेट आइरहनु भएको छ। अनि त्यसपछि अबको हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ। तपाईँहरूलाई हामी किप अपडेटिङ है त अगाडि। हाम्रो चाहिँ अहिले फेरि हामी पूर्ण कन्टिन्यू हाम्रो साइकलको यात्रा गर्नको लागि हामी पाटनको जाउलाखेल आइसक्यो। हाम्रो रमन सर भेटिसक्यो है। अब हामीले पछाडि हेलमेटमा हुनुहुन्छ कृतिक, उतापट्टि हुनुहुन्छ हाम्रो हरि, एलन सरलाई अघि तपाईँहरूले भेटिसक्नु भयो है। अब हामी एकछिन साइकल चेक गरेर फेरि पूर्ण यात्रामा निस्किन्छौँ। तपाईँहरू हामीलाई हेर्दै गर्नु होला है गाइस। साथीहरू चाहिँ भिडियो स्टार्ट हुन लागिरहेको छ, साइकल देख्न सक्नुहुन्छ। यसरी हामी यहाँ घुम्न लागिरहेछौँ, यसरी सनसेट भइरहेछ। यता म छु, मेरो साथीहरू, हामी पूर्ण हाम्रो यात्रा स्टार्ट गर्दैछौँ है। ल केटाहरू जोस्दै हो। साइकलमा केटाहरू यहाँ चढिरहेछन् है। म चाहिँ अलिकति थाकेर हिँड्न सकिरहेको छुइनँ। एट द एन्ड अफ द मोमेन्ट रमाइलो भइरहेछ। केटाहरू यहाँ छन्, हामी बालाजुमा छु, हाम्रो एउटा साथी आउँदैछ अनि म यता छु है। अहिले चाहिँ हामी साइक्लिङको क्रममा लगभग कति 2, 3, 4, 5 किलोमिटर जति चाहिँ हामी कुदिसक्यो है। हाम्रो टार्गेट चाहिँ आज 100 किलोमिटर हो। 100 किलोमिटर हो। यहाँ हुनुहुन्छ हरि, के हुन्छ हरि सर, के भन्नु छ? होइन, हाम्रो 100 किलोमिटरको टार्गेट हो। हामी कति लगभग 5-7 किलोमिटर चाहिँ पार गरिसक्यौँ। कृतिक सर के भन्न चाहनुहुन्छ? कस्तो भइरहेछ साइक्लिङ? साइक्लिङ राम्रो हुँदैछ, रमाइलो भइरहेछ नि? बाँकी छ त्यस मजाले गरिन्छ। खुट्टा सुट्टा दुखेको छैन? अहिले खुट्टा दुख्यो भन्ने होइन। सकिन्छ। ल रमन सर के भन्न चाहनुहुन्छ तपाईँ? एकदम रमाइलो भइरहेछ रमाइलो भइरहेछ होइन? जिउ सुट सफ्ट फिट फाइन। एकदम हामी कति किलोमिटर जति कुद्ने हाम्रो लक्ष्य हो त आज? हामी जति सक्छौँ जति सक्छौँ त्यति। ल एलन सर उता चाहिँ हाम्रो मेन अध्यक्ष हाम्रो अध्यक्षको मेन त्यस्तो अध्यक्ष पनि होइन स्कुलको प्रचार भइरहेको छ पछाडि, प्रचार गर्न चाहिँ आएको होइन। तर हामी चाहिँ योभन्दा अगाडि कोरा भएको थियो होइन, कोरामा चाहिँ जान पाएको थिएनौँ। समय अलिकति पाबन्दी थियो हाम्रो कारणले गर्दाखेरि। अनि त्यो कोरालाई भुलाउनको लागि चाहिँ आज हामी साइकल लिएर आएको छौँ। अलिअलि गले जस्तो छ, अनुहार हेर्नु थकित छ होइन। अब जबरजस्ती हाँसी जस्तो देखा, तर एकछिन हो। अब एकछिन यहाँ रेस्ट गर्ने, खाजा खाने, हिँड्ने। वाउ, वी क्यान डु इट। ल अब रमाइलो भइरहेको छ है। सरहरू आइराख्नु भएको छ यतापट्टि। राइडर अर्को एकजना एकदम मेन राइडर, उहाँ चाहिँ डेन्जर हुनुहुन्छ। यता कृतिक सर साइक्लिङ गरेर एकदम थाकिसकेपछि ठ्याक्क हामी यहाँ थर्ड पोलमा आइसकेका छौँ है। गीत सुन्दै। कृतिक कस्तो भइरहेछ? ल कृतिक के छ? रमाइलो भइरहेछ। यता रमन थाकेर एकदम के छ? रमन के छ? यता हरि के छ भन्नु? अब हामी यहाँ लोकल कुखुरो खान्छौँ, त्यसपछि हामी फेरि साइक्लिङ जान्छौँ होइन कृतिक? ल रमाइलो छ। अब साइकल यस्तै हो, भर्खर कफी खायो होइन। कफी हाम्रो यहाँ कफी छ, भर्खर कफी खायो। अब यता हाम्रो कृतिक सर चाहिँ अब अलिकति रेस्ट गरिरहनु भएको छ। रमन सर अलिक थकित देखिन्छ। यता हरि सर देखिन्छ। अब भात खाइसके हाम्रो केटाहरू पूर्ण अब थप इनर्जी गरेर 30 किलोमिटर जति चाहिँ हामी अझ साइक्लिङ गर्छौँ होला है। तपाईँहरू हामीलाई हेर्दै गर्नुहोस् आजको दिन कस्तो रहन्छ अनि तल कमेन्ट गर्नु होला है। वाउ, सो ब्युटिफुल क्या ब्रदर, इट्स लाइक अ 10 सेकेन्ड क्या है। पूर्ण हामी साइकलको यात्राको क्रममा अहिले हामी थर्ड पोल आइसकेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो फार्म हाउसमा यता कालिज, यता हाम्रो साथीहरू हुनुहुन्छ। यतापट्टि रमाइलो गरिराख्नु भएको छ। यता हरि सर, यतापट्टि एलन सर, उता रमन, यता कृतिक सुतिरहेछ है।
अब हामी यता खानासाना खान्छौँ, खानासाना खाइसकेपछि हाम्रो यात्रा पूर्ण सुरु गर्छौँ है। यता म छु, मेरो पछाडि हुनुहुन्छ हाम्रो हरि सर है। यस्तै छ, रमाइलो छ, जे होस् आजको दिन राम्रो भइरहेछ। अब तपाईँहरू हेर्दै जानुहोस् है, ठिक छ। अहिले चाहिँ हामी यो कालिज फार्ममा आएर